र पनि आजको यो तपाईहरुको जर्नी इस्ट सिक्किमदेखिको साउथ सिक्किम पस्दैछु है त म। र यसलाई भन्छ मामरिङ फाटक, कतिले भन्छ यसलाई, कतिले माइनिङ फाटक पनि भन्छ। उता रम्फू हो भने यता ग्यान्टोक र अहिले भने म नाम्चे डिस्ट्रिक्ट अथवा साउथ सिक्किम जाँदैछु है। यहाँनिर चाहिँ अलिकति जोगिनु पर्छ, सबै गाडी तल्लोपट्टि साइडबाट आउँछ किनभने माथिल्लोपट्टि साइडमा अलिकति रप्छ नि त, त्यसले गर्दाखेरि। र आज भन्ने तपाईलाई जुन चाहिँ मामरिङदेखिको लिएर नामताङसम्ममा धेरैवटा एउटा मजाको भ्यू पोइन्टहरू बनाउनु भएको छ, त्यो देखाउनु गइरहेको छु त के कसो हुन्छ। र यो वाइवे फ्याक्ट्री अनि यो मामरिङ पुल, यतापट्टि माइनिङ हो भने उतापट्टि मामरिङ, अनि यही पुलले नै हामीलाई छुट्याउँदा गर्दछ कि वेस्ट अनि यो वेस्ट इस्ट अनि साउथ छुट्याउने गर्दछ है त। ड्राइभरहरु चाहिँ अन्त खुसी भएर टेट हरेन मारेर मेरो रुट
पर अगाडि रातो रातो देख्दै गरेको यही हो नयाँ भ्यू पोइन्ट। यहाँनिर चाहिँ आई लभ मामरिङ लेखेको छ, धेरै नक्साहरू बनाएको छ। यहाँनिर चाहिँ मुनि रम्फू एकदम दामी देख्छ त्यो यो साइडबाट चाहिँ मुनि तपाईँले। अन्त यहाँदेखिको माथि अझै धेरै भ्यू पोइन्टहरू छ मजा मजाको बनाएको है। यो त निकै फेमस भइसक्यो भनौँ है, अलिकति अगाडि नै बनाउनु भएको। यहाँनिर एकदम मजाको भगवान बुद्धको मूर्ति राख्नु भएको छ, सँगसँगै यहाँनिर नाग पनि बनाएर राख्नु भएको छ, साँप है। यहाँनिर कति मजा आएको छ। यहाँ पनि तपाईँहरू बेला बेला निस्केर फोटो भिडियो खिच्न सक्नुहुन्छ। यहाँदेखिको माथि बाटो हेर्नुहोस् त, यहाँबाट यस्तो देख्छ बाटोबाट चाहिँ। ल अनि यहाँ गाई पनि छ बाटोमा। त्यसरी नै मैले चाहिँ बाइकमा मात्रै देखाउँदैछु, यो अगाडिपट्टि पनि छ। म चाहिँ अहिले बाइकबाट मात्रै देखाएँ नजर, किन यहाँनिर पुरै खाजा चल्ने भइसक्यो यहाँनिर जग्गा जग्गामा। आम्माम हेर्नुहोस् त जिराफ कत्रो बडा बनाएको छ नि, बाँदरहरू केहरू। अन्त यसको भित्तामा चाहिँ पुरा पेन्टिङहरू पनि छ। भोटे लाप्चे नेपाली बनाएको छ, रेड पान्डाहरू बनाएको छ, के थुप्रो बनाउँदैछ यो चाहिँ। अहिले त निकै कम्प्लिट भइसकेको छ, तर पनि हेर्नुहोस् है त यहाँनिर चाहिँ फेरि नक्साहरू चाहिँ अन्त यहाँनिर चाहिँ हनुमानजीको मूर्ति पनि बनाउनु भएको छ है। दामी छ दामी। यस्तो चिजहरूले चाहिँ बाटोमा राम्रो पनि देख्दछ, सुन्दरता है। र अनि सँगसँगै हामी यसो बेला बेला घुम्नु लागि आएको बेलामा यसो हेर्दा पनि हुने है, रिफ्रेसमेन्टको लागि बिसाएर। अन्त यसरी फुलहरू पनि मजाले फुलाइरहेको छ रोडतिर है। अझै निकै छ, हेर्नुहोस् है त कन्टिन्यू। अनि यो जुन चाहिँ बहरको फेदको टर्निङलाई चाहिँ के भन्नु, बहरकी पिपल हो यो। यहाँनिर चाहिँ मजाको शङ्कर भवन बनाउनु भएको छ। यसलाई फर्स्ट टर्निङ भन्नु कि लास्ट टर्निङ भन्नु, नामथाङबाट ओह्रालो झरेर फर्स्ट हो, अनि गान्तोकबाट आउँदा लास्ट टर्निङ। त्यसरी नै त्यो मात्र नभएर भालुहरू पनि छ, जुन मृगम छ, यस्तो मजा मजाको चिजहरू चाहिँ बनाइदिनु भएको छ। तपाईँलाई के कस्तो लाग्यो अगाडि हेर्नुहोस्, अझै छ, कमेन्ट गर्नुहोस् है के कस्तो लाग्यो त। थ्याङ्क यू सो मच। आजको भिडियो यति नै थियो। नामथाङ पुगेँ म चाहिँ। बाई।